यो ठाउँमा भोगमारी कहिल्यै हुन्न सर मौरलाई। यहाँ जहिले पनि प्रशस्त मह काट्न नपाए पनि मौरलाई खानाभरि सधैँ हो नि त। यो चाहिँ हाम्रो सेराना जातको मौरीको मह हो सर। यो एकदमै अर्ग्यानिक मह, यो वनको पुष्परसबाट मात्रै बनेको। हाम्रो यो ठाउँमा चिनी खुवाउने काम कहिल्यै पनि हुन्न। एकदमै शुद्ध अर्ग्यानिक मह हो सर यहाँको मह भनेको। यसरी काट्छौँ हामीहरू। यो हुन त यो मोहम्मदानीबाट निकाल्नु पर्ने हो, तर यो बजारमा मोहम्मदानीबाट निकालेको झोल महको माग नभया हुनाले अहिले हामीले प्रायः चाका नै पोलासहितको नै बिक्री गर्ने गरेका छौँ। यस्तो खालको यो एकदमै शुद्ध अर्ग्यानिक मह हो यो मह भनेको। आलतालको वडा नम्बर 4 मा रहेको ओखलडुङ्गा गाउँमा हामी यति बेला मह कसरी निकालिन्छ र महको उत्पादन कस्तो छ, त्यो अर्ग्यानिक कसरी बनाइन्छ भन्ने विषयमा तपाईलाई देखाउन गइरहेका छौँ। सर सिउरी फुलको बेला 21 दिनमा ठ्याक्कै दोब्रा काट्ने हुन्छ। आज भोलि त उही हो 1 महिनामा एक पटक काट्न मिल्छ आज भोलि। पहाडी अर्ग्यानिक महका रूपमा प्रख्यात आलितालको यो मह अहिले बजारमा प्रति किलो 1000 रुपियाँका हिसाबले बेचिन्छ। एकदमै शुद्ध महका रूपमा प्रख्यात भएको हुनाले आलितालका धेरै क्षेत्र महका लागि पकेट क्षेत्रका रूपमा समेत विकास गरिएका छन्। क्षेत्रमा व्यावसायिक मौरी पालनबाट वार्षिक 7 करोड भन्दा बढीको मह घार र मौरी व्यावसायिक रूपमै निर्यात हुने गरेको छ। गाउँमै स्थापना भएका मौरी पालक कृषक सहकारी संस्था मार्फत व्यावसायिक रूपमै मौरी पालन गर्ने काम भइरहेको छ। मह उत्पादनबाट वार्षिक 20 देखि 50 हजारसम्म आम्दानी गर्न थालेका छन्। डलनाबाट मात्रै वार्षिक 10 करोड भन्दा बढीको मह निर्यात हुने गरेको छ। डलनाकै आलताल र परशुरामसँगै भागेश्वर, अजयमेरु, नवदुर्गा र गन्याधुराबाट ठूलो मात्रामा मह निर्यात हुने गरेको छ। एउटा घारको यो 2टा तला हुन्छ, माथिल्लो सुपर भन्छौँ। त्यो सुपर ठ्याक्कै भर्यो भने 7 देखि 8 किलोको एभरेजमा मह आउँछ। अहिले यो मह चाहिँ मैले आधा सुपर मात्रै काटेँ हूँ, पुरै काटेन। पुरै काट्ने हो भने झन्डै 8 किलो जति आउँछ एउटा घरमा एक पटक मह काट्दा। यसको बजार मूल्य कति छ अहिले प्रति केजी? बजार मूल्य प्रति केजी 1000। डलनाका झन्डै 16,000 कृषक मौरी पालनमा संलग्न छन्। प्राकृतिक रूपमै चिउरी बढी हुने डलनाका औल क्षेत्रमा रहेका स्थानीय तहरमा उत्पादन हुने मह देशभरिमै लोकप्रिय हुन थालेको छ। पुरै घरको मह काट्यो भने पुरै सुपरको मह लगभग 8 किलोसम्म मह आउँछ एउटै सुपरमा।
पहाडी इलाकामा पालिने मौरी एउटै हो, सेरेना जात हो। तराईमा मिलिफेर पालिन्छ भने हाम्रो पहाडमा सेरेना जात हो। र मह चाहिँ पुष्परसको आधारमा अलिकति महको गुणस्तरमा अलिक फरक हुन्छ। मह चाहिँ सबै यहाँको हुने अर्ग्यानिक मह नै हो। चिउरी फुलको बेला अलि बाक्लो हुन्छ, सेतो मह कलर पनि सेतो हुन्छ र आजभोलिको मह अलि रातो हुन्छ। यहाँ प्राय गरेर पुष्परस फुल भनेको चिउरी, तोरी, रुदिलो, जामुनो, यस्तो साज, सालमालो यस्ता खालका वनस्पति बिरुवाहरू प्रशस्त फुल्छन्। र यहाँ चाहिँ मौरीलाई भोगमारी भन्ने कुरो कहिले पनि हुँदैन। मौरीलाई 12 महिना खान पुग्छ यो ठाउँमा। मसँग अहिले 70 घार मौरी छ। तर उत्पादन भन्नुपर्दा अब बलियो राम्रो निरोगी गोला छ भने प्रति वर्ष 30 देखि 40 किलोसम्म पनि बनाउँछ। अब सबै मौरीले बनाउन्न, अब गोला भनेर सबै एकनासको हुँदैन। कुनै गोला अलिक कमजोरी हुन्छ भने कुनै बलियो हुन्छ। सरदरमा त्यही हो, मैले प्रति वर्षमा 5 देखि 6 कुइन्टलसम्म म बिक्री गर्छु। ममा त्यही हो, अब कहिले 30-35 केजी 50 केजीसम्म हुन्छ। कहिले अब त्यो चिउरीमा मह भएको साल अलि मह हुने, नत्र अलिक कमै हुन्छ। महमा त फाइदा छ। कतिको बेच्नुहुन्छ? त्यही हो 40-50 केजीसम्म। मौरी गोला पनि कमै हुन्छ हामीसँग त।